हामी चाहिँ गाईघाटबाट अगाडि लागिसक्यौँ। उहाँ त सर मेरो छिमेकी हुनुभयो, उहाँ देवराज सर, विनोद सर, प्रधानजी, चक्र सर, नयाँ मान्छे श्रवण कुमार सर अगाडि हुनुहुन्छ। विनय सर, हेलो सर। ल अब हाम्रो यात्रा प्रारम्भ भयो। अब हामी यहाँबाट हिँड्यौँ। आजको बस हाम्रो सायद 16 हुन्छ होला। पुरा चाहिँ पनि गाउँ कतिखेर पुगिन्छ होइन। ल हेलो तालबारी मन्दिर दर्शन सके पछाडि हामी फेरि बोटिङ सुरु गरेका छौँ। हाम्रो सरहरू हेलो पुस्रे सिरको पानी फेवा तालमा रहेछ, माछा पुस्रे सिरको पानी फेवा तालो आइछ। माझी दाई पोखरा फेवा तालमा लम्माया साँच्चै छ नजर बोर ख्याल ख्यालको। गुड मर्निङ फ्रम कागबैनी। चुरुक्क उठेको पेटबाट झम्लाङ्ग उसले फोन गर्यो यो बेला न कुबेला। ठिक छ अब यस्तो रावा बेसी भयो। रावा खोल्दामा पौडी खेलेको मान्छे पो त हो। हेलो 9 बजे हामी यात्रा सकिसकेर हामी अहिले चाहिँ फर्किसक्यौँ। मनाङ मुस्ताङ हुँदै बुक्तिनाथ हुँदै अप्पर मुस्ताङसम्म पुगेर हामी फर्किसकेको छौँ। अहिले चाहिँ अब हामी बेलटा आइपुग्न लागिसक्यौँ र अब हाम्रो यात्रा समाप्त हुँदैछ। यहाँदेखि हामी चिसापानी बाइकमा जानेछौँ। हाम्रो यात्रा एकदमै सुखद रमाइलो। कस्तो भयो चक्र सर? एकदमै राम्रो अविस्मरणीय होइन, भुल्नै नसक्ने हाम्रो यात्रा भएको छ। यो अब यात्रामा विनोद सर कस्तो भयो यात्रा? कुराहरू एकदम रमाइलो भयो, भव्य सभ्य। एक दुई जग्गा पनि विनय सरलाई मैले एक दुईवटा कस्तो भयो? वाउ सर, अनएक्सपेक्टेड। वाट अ ब्युटिफुल प्लेस, वाट अ ब्युटिफुल लेडी भन्दा कस्तो भयो यात्रा? एकदम राम्रो। ल ठिक छ। सर मैले विनय सरलाई एक दुई जग्गा दिएको छु। ल गुरु कस्तो लाग्यो त? रमाइलो लाग्यो। ल अहिले
अहिलेसम्म नपुगेको ठाउँ पुग्नु हो होइन देश राम्रो छ ल तपाईँलाई तपाईँ पनि युवा भएर होला धन्यवाद राम्रो धन्यवाद होइन हाम्रो दुईजना मिसन भएको चाहिँ विनय सर र श्रवण सर चाहिँ काइगेटमा झरिसक्नु भएको छ हामी चाहिँ अहिले बेलटारसम्म हामी भोलि भालेपाडीमा भेट्छौँ उहाँले भालेपाडीमा भेट्छ भन्दै हुन्छ